दिदी साथीहरू हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अस्ति नै रोपेको कोपी चाहिँ अब खाने बेला भइसकेछ। म हजुरहरूलाई देखाउने छु है साथीहरू। अब कोपी चाहिँ बन्दाकोपी यस्तो भइसक्यो। फुलकोपी फलेर यहाँ फुलकोपी यत्रो यत्रो भइसक्यो साथीहरू। बन्दै पल्लै छेउछाउमा छ बन्दाकोपी फुलकोपी अर्ग्यानिक। हेर्नुहोस् न यहाँ चाहिँ कोहीमा चाहिँ एउटैमा दुईवटा पनि फलेको छ कि यहाँ मुनि पनि हसारै यहाँ एउटा यहाँ माथि एउटा। अब यत्रो यत्रो भइसक्यो चाहिँ काटि पनि सक्यौँ। काट्ने मान्छे पनि फेरि यहाँ सानो हुनु दिँदैन नि यसरी। अझै अब यसले बढ्नु त उसको क्षमता कति छ नि, थुप्रै हुन्छ, ठुल्ठुलो हुन्छ। अब कहाँ यत्रो मात्रै हो यो भर्खर। कोही कोही चाहिँ मजाले खाने बेला भइसकेको छ। इस्कुसहरू पनि यत्रो यत्रो भइसक्यो साथीहरू। चलनी इस्कुस छिटो खालके भन्छ, बोटै त छैन यस्तै जरा खनेर त यहाँ अब बल्ल तल आउँदैछ। चिचिला त लाग्दैछ भर्खरै, मजाले डल्लो परिसकेको छ हो। कोही चाहिँ भर्खर भर्खर डल्लो पर्दैछ। यिनीहरू चाहिँ अहिले खाएर छैन। यता हेर्नु भ्याएन फुलले गर्दा। जरिङको त्यतिकै रहेछ अहिले। एक छाक अलिक हुँदैन। अब रोप्नु त थुप्रै रोपेको छ यहाँदेखि पल्लै छेउसम्म। यो सबै कोपी हो साथीहरू। गोडमेल पनि गर्नुपर्ने अलिअलि। खै त घाँस उखाल्नु नि बर्खामा सबै यस्तो भइरहेछ। माथिल्लोमा मकैहरू यतिकै आयो। टनेलको पछाडि, यो टनेलको पछाडि रोपेको। अब त सब्जीको दुःख भएन होइन त। कोपी छ त्यहाँबाट भएन। ऊ फुलकोपी, बन्दाकोपी, इस्कुसको मुन्टा, फर्सीको मुन्टा जम्मै। ल ल ल काट्दे। बर्खामा के हो, लसुनहरू त्यत्तिकै उखाल्नु पाएको छैन। रातभरि पानी आएर चाहिँ अब बल्ल बल्ल उग्रिँदैछ। बल्ल भन्दा पनि अब होइन, दिन चाहिँ यस्तो भइरहेछ। उग्रिनु खोज्दैछ। अब यो पानी पनि चाहिन्छ। अस्तिको पत्कर यस्तो भइसकेको छ मेरो साथीहरू। अब यो पत्करलाई पनि पानी चाहिन्थ्यो। यतिको भइसकेको छ। अब चाहिँ यसलाई चाहिँ अर्किडहरू रोप्नुलाई ठिक्क हुन्छ। यसरी भिजेपछि भिजेर राम्रो भइरहेछ। फुल राख्ने जग्गा नभएर यही माथि पनि राखिरहेको छु। पत्कर माथि पनि लडाएर भुइँतिर राख्यो भने माटै माटो भइहाल्छ। अनि यहाँ पत्कर माथि राखिरहेको छु। कोही खनाकै छैन। घन्टी फुल कोही सब यता लडाइदिइरहेको छु बाहिर। ठाउँै छैन भित्र, पानीले कुटेर कोही ढुट्टै यता यता बाहिर यतातिर सबै लडाइदिइरहेको छु। यसको माउ मजाले फुलिरहेछ नि। अब गुलाबको फुल चाहिँ फुलिसकेरै अब कटिङ काट्नुलाई यहाँनिर ल्याएको। यहाँ माथि यो फुलिसकेको जति सबै काटेर यसलाई फेरि काटिदिने। यहाँ कोही भर्खरै आउँदैछ हो साथीहरू। अनि यसलाई चाहिँ यहाँ कटिङ काटिदिएर यसलाई कटिङ काटिदिएको र अरू पनि काटेर अघि नै यहाँ ल्याइसकेको छु। यसलाई अब बर्खामा राख्ने कटिङ साथीहरू। अहिले चाहिँ हामीले काटेर यसलाई यसरी राखेको छौँ। पछि झ्याप फुल्छ। मैले पहिलाको भिडियोमा पनि पहिलाको उयसमा पनि देखाएको थिएँ भिडियोमा। यो फुलेको चाहिँ अहिले चाहिँ अब यस्तो भइरहेछ। अब एउटा दुईवटा चाहिँ फेरि यसलाई बिचमा मजाले काटेपछि फेरि पनि फुल्छ। यहाँ कोही फुल्दैछ। अघिको त्यो घन्टी फुलको मदरबुस चाहिँ यहाँनिर छ। यिनीहरू चाहिँ मदरबुस ठुल्ठुलो फुलिरहेछ। कोही यता सब माथिबाट अहिले झार्दैछ त। यहाँ पनि छ यो ठुलो खालके मजाले फुलिरहेछ। अब मसिनो खालके त झन् बोटै ढाकेर फुलिरहेछ। यति बेला यस्तो फुलिरहेछ नि। एउटै धोक्री यहाँ एउटै कत्रो फुलिरहेछ। यो त मसिनो खालको कृष्णकल्ली चाहिँ एउटै मात्रै ढोक्रीमा हो कि मजाले फुलिरहेछ। चाहिँ अब इस्कुस यत्रो चिचिला लाग्न थाल्यो साथीहरू। यतिको भयो। यहाँ चाहिँ बोट ड्याममै आएको छ। यहाँ चाहिँ स्ट्रबेरी रोपेको थियो। अस्ति थुप्रै फलेको थियो। अहिले पनि पुरा फलिरहेछ। नानीले टिप्दै खाएर। भित्रभित्र
मजाले फुलिरहेको थियो गुलाबको फुल पानीले हानेर यो मसिनो खालके यो सेतोबाट यो मसिनो कटिङको हो यो सबै यो चाहिँ कटिङको भर्खर सुरु हुँदैछ फुल्नु यिनीहरू चाहिँ अघिको चाहिँ मदर बुझ्छु यिनीहरू चाहिँ कटिङबाट सारेको यत्रो यत्रो गमलामा प्लास्टिकको धुप्रीमा लगाएको छ यत्रो यत्रोमा मजाले फुलेको छ ड्याम्मै भएर यो चाहिँ कोपिला सार्नु लाग्दैन हतापता अलिक फुल्नु गाह्रो पर्दैछ यसले चाहिँ यस पनि सबै घाँसले पुरेछ है साथीहरू यो फुल्नु आँटेको छ सबै यसपालि भुइँमा गाडिदिएको यसलाई ग्ल्याडिसलाई राम्रो राम्रो कलरको छ यो ग्ल्याडिस चाहिँ अन्त यहाँ पनि छ यो सबै ग्ल्याडिसहरू हो साथीहरू भुइँमा अब दामी फुल्छ सबै फुल्नुलाई तयारी भइरहेछ र यहाँ पनि छ गुलाबको फुल यिनीहरूलाई पनि कटिङ गर्नुपर्ने यो चाहिँ चिम्पिङ भन्छ चिम्पिङको बोट यत्रो यत्रो भइरहेछ मजाले आएको छ यो चाहिँ पाँचथारबाट ल्याएको पाँचथारको पह भन्ज्याङबाट र गुराँस पनि हेर्नु नि हाम्रो चाहिँ यो गुराँस चाहिँ भित्तैभरि उम्रिरहेछ है राइनोकुलस चाहिँ यस्तो भइरहेछ है सब राख्ने ठाउँ नभएर सब यस्तो भइरहेछ बिरुवा त यस्तो भएछ अब के उम्रिन्थ्यो यो यसमा लागेकै छैन यसको भित्र यस्तो सानो टिक्का जस्तो हुन्छ त्यही छैन अब यो हुँदैन पनि बिरुवा त पानीले भिजेर सब यस्तो भइरहेछ बाहिर निकालेर राखिदिएको सुकेर बोट सुकेपछि घिनलाग्दो देख्छ अब यहाँको कटिङ काट्ने गुलाब यो राइनोकुलस पनि यसरी काटेर फ्याँकिदिनु पऱ्यो के राख्नु यो हुँदैन सब यसरी काटेर भित्र राखिदिनु पऱ्यो पानीले अब अर्को बाजी फेरि यसको यहीँबाट उम्रिन्छ यसको फेदमा मसिनो दाना जस्तो हुन्छ त्यसैले उम्रिन्छ यसरी काटेर फ्याँकिदिन्छु यो चाहिँ अब यसलाई चाहिँ ओभानोमा राख्नु पऱ्यो अस्ति सुकेको थियो र पानीमा भिजाइदिएको सबै सुकिसक्छ अब यसको भित्रको दाना चाहिँ अब सुकेको हुँदैन बाहिरको यो मात्रै फुलेको अस्तिको डन्ठाहरू चाहिँ पुरा सुकिरहेछ हो यहाँ उखुले पनि यसमा हुन्छ यो मुनिको चाहिँ यस्तो हुन्छ यो मर्दैन यस्तो भएपछि यिनीहरू हो यो अर्को बाजी यसैले हुन्छ काटेर अलिक सुक्खा सुक्खा जग्गामा राख्नुपर्छ अनि अर्को भाजी यही फुल्छ अब बिरुवा चाहिँ बनाउनु सकिएन यसको अब माथि बोटमा बसेको भए पो दाना बिरुवा बसेको भए चाहिँ हुन्थ्यो अब बिरुवै बसेन यसपालि सबै मरिसक्यो बिउ बसेन अब यस कति चाहिँ रहन्छ यो कति चाहिँ अब अर्को बाजी यसैबाट फुल्छ कुनै चाहिँ फेरि मर्छ झारहरू पलाएर त्यस्तै छ अब यहाँ म सब झारहरू गोडेको देखाउने छु साथीहरू सब्जीहरू यही जरिङ्गो घाँस उम्रेर सानो छैन कि अनि बर्खामा चाहिँ घाँसले नै सब्जीहरू पुरेर अब यिनीहरू फुलिसकेको हो यो गुलाबहरू चाहिँ छोटो छोटोमै फेरि फुलाउनुलाई काट्नु पर्यो कोही चाहिँ फुल्दैछ र पनि पानीले हानेर केही छैन कि यसले चाहिँ अलिक सब यसलाई चाहिँ काटेर छोटोमा फुल्छ फेरि पनि एकताल फुल्छ यो त कलिलो के राख्नु यसलाई फेरि अलिक मजाले काटेपछि चाहिँ यो हौसेर आउँछ कि यो काटेन भने चाहिँ काटेपछि चाहिँ रुँदैबाट तल फेदबाट मजाले फुल्छ यो पनि त्यस्तै चाहिँ बर्खा मासमा चाहिँ घाँस बेसी आउँछ खोर्सानीहरू मरिसके सयपत्री फुल मसिनो खालको चाहिँ बेसी उम्रेको छ यो झरेर कि कति उम्रेको छ अब यो काम दिँदैन अहिले के बेला न कोही बेलाको यो काम दिँदैन यसलाई चाहिँ उखालेर सबै
घाँसले पुरेपछि काम दिँदैन नि त फुलहरू त कस्तो चाहिँ उम्रेर आएको छ यहाँखेरि भक्का माटोसँग हाल्यो आजको काम चाहिँ अब यही हो बिहानभरि फुल काट्यो अब त्यसलाई अब भरेसम्म यही उखालिरहने आज यो सबै उखाल्नुपर्ने नि यहाँदेखि लगेर ऊ परसम्म छ सब त्यतातिर पनि घाँसै घाँस आज यसलाई चाहिँ सफा गर्ने अनि छ घन्टी फुलहरू त घाँसले पुरेर के साथीहरू यसलाई चाहिँ माथि राख्नु पऱ्यो अहिले भरे तल लाने मुनि यहाँ धेरै भयो यो भिरमा फुलहरू पनि यो सबै यस्तो भइसकेको छ नि प्लान्टहरू चाहिँ पानीले खाएर के यस्तो बनाइसकेको छ घाँस उम्रेर एक पाटा चाहिँ सफा गरिसक्यो अब यहाँनिर चाहिँ सरर सफा गरिसक्यो यता चाहिँ अस्ति मसिनो खालको सयपत्री अस्ति रोपेको थियो दसैँको बेलामा तिहारको बेलामा त्यही उम्रेर यहीँ सुकेर यहीँ उम्रेर यस्तो भइरहेछ अहिले अब यो अब के काम दिँदैन अहिले सब यसलाई उखालेर सब फालिदिनु पऱ्यो नभए त यहाँ ग्ल्याडिसहरू पनि अब मजाले उयो हुँदैछ घाँसले सबै खान्छ साथीहरू अब यहाँ घाँस उखाल्दैछु यो फुल त हेर्नु नि छोटोमा फुल्ने खालको अब यस्तो छ काम दिँदैन यसले उखालेकै गरेर सब सक्दिनु पऱ्यो कस्तो राम्रो छर्दा पुरा आउँदैन सबै घाँस यसले सबै घाँसले खान्छ मल जति सब सयपत्रीको बिरुवा उम्रेछ यो काम दिँदैन अहिले साथीहरू अब चाहिँ यहाँ पनि सरसफाइ गरिसक्यो सकिएर यहाँ गुलाब पनि गाडिदिए सबै घाँसहरू उखालेर सकेँ गोडमेल गरेर चिल्लो पारिदिए ग्ल्याडिसहरू सबै देख्न थाल्यो अब चाहिँ लिलियम पनि छ यो पहिलाको पुरानो लिलियम पुरानो खालके रातोमा पहेँलोमा छिर्केमिर्के फुल्ने पहिलाको अब चाहिँ सब्जीहरू पनि देख्न थालेँ सफा भयो अर्किडको पनि घाँसहरू उखालेर सबै सकेँ साथीहरू अब चाहिँ फेरि माथिल्लो बारीमा इस्कुस घारी काँक्रा भएको ठाउँमा अब जाँदैछौँ अब चाहिँ ल है साथीहरू फेरि ओल्लोमा आइपुग्यो ओल्लो इस्कुसको मचन भएको ठाउँमा काँक्रा पनि यस्तो भइसकेको छ अब यहाँ चाहिँ घाँसले सबै चढ्दैछ यहाँ मचनमा जाँदैछ काँक्रा चाहिँ 10-15 झ्याङ जस्तो रोपेको थियो काँक्रा है कोही चाहिँ यतिको भएर आउँदैछ कोही यतिको छ साथीहरू झोडीले पनि पुरिसकेछ नि हौ कहाँ इस्कुस त इस्कुस छ यसपालि मचान चाहिँ ड्याम्मै लगाएको छ हो खासै इस्कुस छैन यहाँनिर चाहिँ फर्सी पनि दामी भएको छ पोहोर त यति बेला फर्सी खाएको थियौँ यसपालि चाहिँ अब भर्खर हुँदैछ यहाँ कुर्लुङ्गे पनि चुच्चे करेला कुर्लुङ्गे पनि भन्छ चुच्चे करेला यत्तिको आइसकेको छ अब बिस्तारै फल्छ इस्कुसको मचन चाहिँ भन्नुहुन्छ भने अब खत्रै लगाएको छ कि तर इस्कुस चाहिँ अब कतिको आउँछ पनि 3 झ्याङ छ छनु चाहिँ यहाँ बिहीको बोट पहिला चाहिँ हामीले यहाँ गाई पालेको थियौँ अहिले चाहिँ गाई छैन इस्कुसको मचन लगाएको छ काँक्राहरू सबै घाँसले पुर्छ भनेर कोहीले गोडमेल गर्दैछ इस्कुसले मात्रै ढाक्ला जस्तो छैन यसपालि काँक्रा कुर्लुङ्गे सबै गरेर 3 किसिमले चाहिँ यसो हुन्छ कि मचन भरिन्छ कि भनेको के खोजेको अरे बिउ आफैलाई मैले ल्याइदिएको थिएँ त त्यहाँ ए राम्रो कुरो हो रोप्नु आएको अरे बिउ त कहाँ फ्याले भन्छ यस्तो छ साथीहरू अब के मेरो साथी आएको अरे बिउ कहाँ फाले भन्छ अब यस्तोले रोप्छ यहीँ बिउ सिउ सब फालेछ अलिअलि ओ यहीँ हँसाइ चाहिँ खतरा छ है गाई
अलिअलि नउम्रेकोमा पनि उमार लगाइदिँदा फेरि अलिक पछ्याउटे पनि हुन्छ नि काँक्रा भनेर यहाँ गरेको त छैन हौ। सबैभन्दा माथिको टुप्पोमा चाहिँ रोपेको चाहिँ अलिक राम्रो आएछ यहीँ काँक्रा। कहिले अब बोटमा चढ्नु। यो पल्लो चाहिँ मेरो बहिनीको हो। उसले चाहिँ अस्ति एक चरण आलु सालु पनि खनिसक्यो। मकै त्यतिको भएको छ उसको चाहिँ। यसै पालि जोतेर बारी बनाएको अनि यसै पालि आलु रोपेको। आलु पनि मजाले फलायो। अब पर उसको चाहिँ इस्कुस त्यति छ। सिमीहरू रोपेको छ, पिँडालुहरू। उसले चाहिँ सबै रुख टमाटरहरूदेखि लगेर सबै रोपेको छ। साथीहरू यो पनि आज त काम बिगारी पठाएर पाइपहरू काटेर केही छैन। पानीको ढुट्टो बनाउँदा 1 घन्टा त पाइप बनाउनै लाग्यो। अब भोलिपछि इस्कुसलाई यो सेबहरूले कुर्लुङ्गे चाहिँ कतितिर आएको छ। यो पनि काम दिन्छ नि सब्जीहरूलाई चाहिँ। घोचेर मारे मम्मी इस्कुस अलिक माथिमा चढाउनु पर्ने रहेछ। यो भन्दा चाहिँ कता लिस्ट लगाइदिनु ल। होइन मुहीमा झरेछ क्या। ऊ यसको टुप्पालाई माथि चढाउनु त। उयो यसको टुप्पा 1300 भइरहेछ। कतातिर जाँदैछ त्यही त उकालो चाहिँ यस्तो माथि चढाउने। यिनीहरूले मार्गहरू बिर्सिसकेछ। हिउँदोमा पनि यसलाई पानी बोकेर कम दुःख गरिएको छ यहाँ। खै अब आम्दानी हुने बेलामा चाहिँ यहाँ फल्ने बेलामा चाहिँ बोट त यस्तो छ। तर फल्छ। फलेपछि पनि म हजुरहरूलाई देखाउने छु। हाल्नुपर्छ त्यहाँबाट उस्तो 1300 हालिदिनुपर्छ क्या तिनीहरू। भर्खर त ओह्रालो झर्दैछ। अब कहाँसम्म पुग्यो अनि 1300 हुँदा हुन्छ। के भर्खर त ओह्रालो झर्दैछ। नि